नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी सूचना रहेको छ, जसअनुसार प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीतर्फ विभिन्न सङ्ख्यामा दरखास्त आह्वान भएको छ। दरखास्त दिने मिति 2082 साल 6 महिना 19 गतेदेखि 2082 साल 7 महिना 28 गतेसम्म रहेको जानकारी गराउँदछौँ। प्रहरी जवान तथा कार्यालय सहयोगीको निम्न स्थानहरूमा यसरी आवेदन दिन सकिनेछ भनेर स्थानहरू तोकिएको छ। प्रहरी जवानको लागि दरखास्त आह्वान तथा कार्यालय सहयोगको लागि दरखास्त दिनका लागि निम्न दरखास्त दस्तुर बुझाइ फर्म भर्न सकिनेछ। शैक्षिक योग्यता लगायत निम्न योग्यताहरू आवश्यक न्यूनतम योग्यताहरू निम्नअनुसार रहेको छ। त्यसै दरखास्त अनुसार समावेश गर्नुपर्ने कागजातहरू निम्न अनुसार रहेको छ भनेर 7 नम्बरमा राखेको छ। त्यस्तै परीक्षा सञ्चालन हुने मिति तथा स्थानहरू भनेर यसरी विभिन्न तालिम केन्द्रहरूमा यसरी स्थान तोकेको छ। तपाईँहरूले विज्ञापन सम्बन्धी सम्पूर्ण फर्म भरेर विज्ञापनमा आवेदन दिनुभयो भने सम्पर्क मिति 2082 साल 8 महिना 11 गते दरखास्त दर्ता गर्ने सम्बन्धित कार्यालयमा गएर प्रारम्भिक स्वास्थ्य परीक्षण तदनुसार परीक्षा तालिका प्रकाशन गरिनेछ। साथै नेपाल प्रहरीको नेपाल वेबसाइटमा पनि राखिन्छ भनेर यसरी सूचना जारी गर्दै नेपाल प्रहरीमा चाहिँ प्रहरी जवानतर्फ विभिन्न सेवा समूह गरेर 1553 जनाको सङ्ख्या माग भएको छ। त्यस्तै कार्यालय सहयोगतर्फ हजामको 11 जना, कुचिकार 15 जना, साथै खेलाडी 15 जना गरेर यसरी नयाँ दरखास्त आह्वान भएको हो।